गाइज यही बच्चा हो, हेर्न सक्नुहुन्छ। बच्चा पनि साथमै छ, गाडीमा लिएर हिँड्नु भएको छ। एकदम यो अटो जहाँसुकै मयुरी लए पनि यो बच्चा लए पनि तपाईँहरू हेरेर सहयोग गरिदिनु होला होइन। धेरैभन्दा धेरै हामी क्युआर पनि छ, तपाईँहरूले क्युआर पनि अनलाइनबाट गरेर स्क्यान पैसा स्क्यान पनि गर्न सक्नुहुन्छ होइन। जुनसुकै ठाउँबाट हेरिदिनुहुन्छ भने धेरैभन्दा धेरै यो भिडियो सेयर र रिपोस्ट गरिदिनु होला। नमस्ते, म भरततालको क्यामेराम्यान नकुल शाह। आज हेर्नुहोस् हाम्रो भरततालमा यो चन्द्रपुर रौतहटबाट एउटा बिरामी बच्चा लिएर आउनु भएको छ। उहाँ दाइले होइन, उहाँको छोरी हो। उहाँको नाम चाहिँ उहाँको चाहिँ नाम चाहिँ सुरेश सहनी होइन। चन्द्रपुर नगरपालिका वडा नम्बर 1 मा बस्ने सुरेश सहनीको 11 वर्षीय छोरी सुस्मिता सहनीको मानसिक रोग तथा खुट्टा सुक्ने रोग लागि हिँडडुल गर्न नसक्ने भएको कारणले सोको उपचारको लागि आर्थिक सहयोग गरिदिनु हुन अनुरोध छ। उहाँहरू हेर्नुहोस् गाइस, भरततालमा आउनु भएको छ। म पनि यहाँ आर्थिक सहयोग र अलिकति मद्दत पनि गरिदिउँ र यहाँ भएको व्यापारीहरू क्यामेराम्यान सबैसँग कलेक्सनहरू अलिअलि पैसाहरू हामीले उहाँलाई सहयोग गराइदिउँ। यो भिडियो हेर्दै हुनुहुन्छ भने उहाँहरू जुनसुकै ठाउँमा गए पनि तपाईँहरूले यो बिरामी बच्चाको लागि सहयोग गरिदिनु होला अपिल गर्दछु, हार्दिक अपिल। हस्त, धन्यवाद।